अब हेर्नुहोस्, हाम्रो सुन ठाउँ ठाउँमा समात्ने, हाम्रो तिग्रेहरूलाई थानामा कोच्ने, यसरी त हाम्रो धन्दा नै बन्द हुन्छ नि, हो कि होइन? फेरि हामीले रुपियाँको बिट्टा बोरे बोरा भरेर कसरी चुनावमा पार्टीलाई हुत्याउने त भन्नुहोस् न। हामी यो चाँडै मिलाउँछौँ। गृहमन्त्रीले सोचेभन्दा बढी नै इमान्दारता देखायो। पार्टीका केही नेताहरू रिसाएका छन्। हो र? छिटै नै मन्त्री पदबाट बर्खास्त हुँदैछन्। यो जग्गा सम्बन्धी प्रकरण जसरी भए पनि मिलाउनु पर्यो। सबै रित पुऱ्याएर यत्रो पैसा हालेर किनेको जग्गा फेरि आज आएर यो धरपकड किन? यो हल्ला खल्ला हात्तीको देखाउने दाँत जस्तै हो भन्ने कुरा यहाँहरूलाई थाहा नै होला। भागबन्डा मिलेपछि त सबै मिलिहाल्छ। बरु यसो बारीतिर गएर रिल्याक्स गरौँ न। यो वारीबारी जसरी हुन्छ मिलाउनुहोस्, तर अहिले एउटा ठुलो मुद्दा छ, त्यो हो स्थानीय चुनाव। अहिले जनताको रुझान जताततै नयाँ मोहरतिर केन्द्रित भएको छ। कुतुनोले चुनाव जित्ने हो र? चिल्लो नोटमा चिप्लिने जनता डन्नै छ। अनि बाँकी झोले भक्तहरूले जहाँ भन्यो त्यहीँ ड्याम ड्याम छाप लाउँछन्। त्यो त सही हो। तपाईहरूको धन सम्पत्तिमा, पैसामा गुण लाग्दैन। तपाईहरू चिन्ता नगर्नुहोस्, यो 12 गाउँ तपाईहरूको स्विस ब्याङ्क हो। जति पनि कालो धन छ, जति पनि कालो धन छ, यहाँ अटाउन सकिन्छ।